इतिहासमा रवि लामिछानेलाई इतिहासमै सायद नेपालका कोही सभापतिलाई प्रधानमन्त्रीलाई छोडेर सभापति पार्टी सभापतिहरूलाई यति ठुलो सम्मान सायद भारतले गरेको छैन। रवि लामिछानेलाई त्यति ठुलो सम्मान आज भारतीय जनता पार्टीले आफ्नो पार्टी कार्यालयमा भेट यसरी सम्मान गर्दैछ। हरेकको हातमा ब्यानर छ होइन। स्वागतको लागि धेरै ठुलो तपाईँको माहौल क्रिएट गरेको छ भारतले। रवि लामिछानेलाई यति ठुलो मान्यता दिएको छ। अब यो मान्यतामा मात्रै सीमित नहोस्, स्वागतमा मात्रै सीमित नहोस्। रवि लामिछानेले पक्कै पनि यो कूटनीतिक राजनीतिक जे भए पनि योमा नेपाल र भारतको सम्बन्ध राम्रो होस्। चांद की चांदनी आसमां की परी शायरों के लिए तो है एक शायरी। सल्युट छ। अब यो विरोधीहरूले त जे दायाँ बायाँ